सो हेलो गाइज, गुड मर्निङ, वेलकम टु माई न्यू ब्लग। अहिले चाहिँ म भर्खर उठेको अनि उठेर चनाचुरा अन्डा खाएर बसिरहेको। यहाँ चाहिँ इबाना छ। उठे बित्तिकै मोबाइल है, ट्याब उठ्ने बित्तिकै ट्याबहरू छ होइन, यो मैले यस्तै हो। सो गाइज अहिले चाहिँ म यता घरबाट उता आफ्नो घर जाँदैछु होइन। सो तपाईँलाई उता गएर भेटौँ। सो गाइज अहिले चाहिँ म यहाँ मेरो घरमा छु होइन। अनि पछाडि मम्मी र भाइ चाहिँ अघि भर्खर मैले बाटोमा भेटिरहेको थिएँ, उता तरकारी लिन जानुभयो। अनि घरको हालत चाहिँ यस्तो छ है। सो अहिले चाहिँ म किचनमा जाँदैछु होइन। मम्मीले यो फिका चिया बनाउँदै घर भनेर भन्दै हुन्छ। अनि अब त्यही चिया बनाइदिनको लागि सो गाइस, तपाईँहरूले सोचिराख्नु भएको होला होइन, मैले चाहिँ किन फिका चिया बनाएँ, किन दुधको बनाइनँ। किनभने मेरो मम्मी बिहान बिहान त्यति दुध खानु हुँदैन, ग्यास्ट्रिक हुन्छ नि त। अनि त्यही भएर म चाहिँ चिया फिका चिया बनाइदिन आँटेको। अब पानी उम्लेपछि चिया रङ हाल्ने, चिनी हाल्ने, बल्ल फिका चिया। सो अहिले चाहिँ यहाँ पानी उम्लिन थालिसक्यो होइन, बुलबुल बुलबुल गरिसक्यो। अब चियापत्ती अनि चिनी हाल्ने हो। अब यहाँ चियापत्ती पनि हालेँ, चिनी पनि हालेँ। अब एकछिन उम्लिन दिउँ अनि हाम्रो चिया रेडी हुन्छ। सो अहिले चाहिँ यहाँ चिया मजाले पाकिसकेको छ, ग्यास अफ गर्ने। अनि मामु आउनुहुन्छ अनि मामुलाई दिने। सो यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ मेरो भाइ छ। यहाँ कुन गीत गाएको? यहाँ यसको फेभरेट सङ है यो चाहिँ, फुरफुरी फुरफुरी भन्ने हेर। यहाँ चाहिँ मामु हुनुहुन्छ, खै के गर्दै हुन्छ थाहा छैन है। सो गाइज अहिले चाहिँ हामी यहाँ नचाहिने लुगाहरू होइन यता राख्दैछौँ बेडभित्र। यो चिया म बनाइदिनु मात्रै पऱ्यो होइन, मम्मीले खानु भएन। अब भाइले खान्छ होला, खान्छ माम खाने, माम खाने, माम पाएको छैन होइन। अब अहिले चाहिँ चिया बिस्कुट खाने कि अनि एकछिनमा माम। आजको तरकारीमा चाहिँ होइन भिन्डी आलु अनि साग पनि छ, तर मलाई साग केलाउन आउँदैन कि, त्यही भएर भिन्डी र आलु पकाउन आँटेको। सुरुमा चाहिँ आलुलाई पखाल्नुपर्छ। आलुलाई पखालिसकेँ, अब यसलाई तास्ने अनि काट्ने। हेर्न सक्नुहुन्छ मैले चाहिँ आलु छिलेर काटिसकेँ। अब भिन्डीलाई काट्नुपर्ने छ। गाइस अहिले चाहिँ मैले भिन्डीहरू सबै आलु सालु भिन्डी सिन्डी सबै काटेर पखाली गरिराखेको छु। अब यसलाई पकाउनुपर्छ। सो अहिले चाहिँ मैले यहाँ कराईमा तेल हालिसकेँ होइन, ग्यास पनि अन छ। अनि अब मेथी हाल्ने, प्याज हाल्ने, बेसार हाल्ने, अनि यो ज्वाइँ पारिदिने, अनि पानी हालेर एकछिन छोडिदिने, नुन हाल्ने होइन। अनि त्यति हो, सजिलो छ। अहिले चाहिँ हामी यहाँ ओरेन्ज जुस खाँदैछौँ होइन, यो ट्याङको। भाइले पनि खाँदैछ। मिठो छ। मामु चाहिँ यहाँ साग केलाउँदै हुन्छ। सो गाइज अहिले चाहिँ म तल किचनको कामहरू गरिसकेर माथि आएको छु। अब यहाँ बढेको सबै तल बढाल्नु पर्ने, अनि भाइलाई पनि नुहाइदिनु पर्ने छ है। अनि म चाहिँ अब तपाईँहरूसँग सबै काम सकेर भेट्छु। भाइ ननुहाउने भनेर रुँदैछ। ओए नुहाउने कि ननुहाउने? अहिले चाहिँ 1 बज्न आँट्यो होइन। अनि पछाडि अहिले काम केही छैन। भाइ पनि यहाँ सुत्छु भन्दैछ। ओ सुत्ने हो? सुत्छु भन्दैछ। म पनि एकछिन सुत्छु अनि उठ्छु। यहाँ अहिले चाहिँ मेरो भाइ यहाँ सुतिरहेछ है। अनि कति 3:35 हुन आँट्यो। म चाहिँ यत्तिकै बसिरहेको छु। र भोलि चाहिँ हाम्रो नयाँ वर्ष हो है, 2083 को सुरुवात भोलिबाट हुन्छ। आज चाहिँ चैत
30 गते हो, 30 को महिना रहेछ होइन। अनि सबैलाई धेरै धेरै नयाँ वर्षको धेरै धेरै शुभकामना पनि भन्न चाहन्छु म। र यो हुन्छ नि 2082 चाहिँ कति छिटो बित्यो होइन, थाहा नै पाइनँ। 9 क्लास पनि कति छिटो बित्यो त्यो पनि थाहा नै पाइनँ होइन। सायद यो साल रमाइलो पनि भएर होला। अनि त्यही हो, यो साल चाहिँ जस्तो भयो भयो। अब आउँदो साल सबैको राम्रो होस्, सबैजनाको खुसीको दिन आओस् होइन। र म चाहिँ अब 10 क्लास पुगेँ है। अब कहिलेदेखि स्कुल लाग्छ त्यो थाहा छैन। 15 गतेबाट उता एडमिसन ओपन भन्छ, अनि 21 गतेदेखि चाहिँ स्कुल लाग्ने भन्छ। अब त्यो कुरा के हुन्छ है, स्कुलले चाहिँ फिक्स गरेको छैन। सरकारले चाहिँ यति गतेदेखि लगाउनु भनेर भनेको छ, स्कुलले चाहिँ फिक्स गरेको छैन। सो गाइस, मैले चाहिँ यो ट्राइपोड, गोरिल्ला ट्राइपोड मगाएको थिएँ दराजबाट, फाइनली आइसक्यो। अब चाहिँ म भ्लगहरू होइन यही ट्राइपोडबाट बनाउँछु होइन। सजिलो पनि हुन्छ नि त, यसरी हात यसो राखिराख्नु परेन होइन। त्यही भएर यो युज गर्छु अबदेखि। अहिले चाहिँ म भ्लग यही ट्राइपोडबाट बनाउँदैछु होइन। त्यो हात यस्तो माथि राखिराख्नु परेन, टक्क ल्यायो होइन, यस्तो सजिलो पनि हुन्छ। यो चाहिँ मेरो भाइको बानी है। यो सुत्ने खेरमा र सुत्ने खेरमा र उठ्ने खेरमा होइन, यसले टाउको हल्लाको हल्ला गर्छ। हो कि होइन भाइ, भन त। गाइज भन न, हेलो गाइज भन त। ओ हेलो गाइज भन त। यी मेरो भाइको बानी यही हो। ओइ म त हेर्दैछु। म त हेर्दैछु। खा गाइज होइन, यहाँ चाहिँ भाइको सुरुमा होइन त्यो फुटेको परेछ कि, अनि त्यस पछाडि यहाँ बल्ल बल्ल रुएर भयो नि खायो। यता हेर त। अनि अहिले हेर्छ नि हेर्दैन। म त आउँदैछु, म त आएँ। हुन्छ नि, यसलाई रुनु नहाँस्नु भएको थियो एकछिन त। अनि भ्लग चाहिँ अहिले मैले यही ट्राइपोडबाट बनाइरहेको छु होइन। सो राम्रै आइरहेको होला। मतलब त्यो लाइक मैले के नोटिस गरेँ भने नि, त्यो हातले उयो बनाउँदा चाहिँ धेरै हल्लिन्थ्यो होइन। अनि यो ट्राइपोडले बनाउँदा चाहिँ धेरै हल्लिन थालेन। यसो एउटा दुईवटा सर्टहरू खिचेर हेरेको, त्यस्तो भयो। फेरि चोकोपा खाने? मेरो भाइ चाहिँ चोकोपा अझै खाने भन्छ होइन। सिद्धिसकेको छ क्या, छैन यो बट्टामा। छैन, हेर त, छैन त अब भन्दा अब छैन, सक्यो हेर त। सकिरहेछ भन्दा पनि यसले हात खोदालिरहेछ होइन। यहाँ बक्सभित्रै साँच्चीकैमै छैन होइन। लु बाई, म गएको अब। बाई, जानु ल। त्यसले मलाई जा भन्यो होइन। अब म गएको है, साँच्ची ल, म गएको है। के गरेको छु अरे? सक्यो भन्दा पनि मान्दैन क्या यो। अहिले चाहिँ होइन मेरो मम्मी उता इटहरी जानुभएको छ कामले। अनि भाइ चाहिँ यहाँ मस्त खरबुजा खाँदैछ। एक प्लेट दिएको थिएँ, खाइसक्न आँट्यो। कस्तो छ भाइ? मिठो छ? खरबुजा चाहिँ यसको फेभरेट होइन। बिहानदेखि बाबालाई खरबुजा खाने भन्दै थियो, बल्ल बल्ल पायो। भाइले चाहिँ खाइसक्यो, हेर्न सक्नुहुन्छ यहाँ। मिठो मानी खाँदैछ है। मुख हेर्नु न, मुख खाएर। भाइ छ यहाँ चाहिँ इयान छ। अब इयान भूत भएको अरे। इयान भूत भएको अरे। ए भूतलाई के गरेको ला? सो गाइज, आजको भ्लग चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। मन परेमा लाइक, सेयर र कमेन्ट पनि गरिदिनु होला, र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। अब फेरि म छिटो तपाईँहरूसँग अर्को भ्लगमा भेट्छु। बाई बाई।